स्वागत छ। आज हामी कमलपन्थी पोडकास्टको एउटा निकै चाखलाग्दो प्रस्तुतिमा अलि गहिरिएर हेर्दैछौँ। अनि आज हामीले लिएको सामग्रीको शीर्षक छ प्रेमको अवधारणामा आधारित केही सामग्रीहरूमा अलि गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, यी सामग्रीहरूले प्रेमलाई कसरी हेर्छन्, यसका विभिन्न रूपहरू अनि जीवनमा यसको के अर्थ छ भन्ने केलाउने प्रयास गरौँ न। सामग्री हेर्दा त प्रेम खाली भावना मात्रै होइन रहेछ, हैन? जे जिम्मेवारी, सम्मान अनि आत्मा बीचको सम्बन्ध पनि हो भन्छ नि। एकदम, यो कुरा चाखलाग्दो छ। प्रेमको बहुआयामिकता कसरी, प्रेम कहिले चुपचाप हुन्छ, शब्द नै चाहिँदैन रे। हो र मौन प्रेम, यो त अलि मौनतामा पनि गहिरो समझदारी हुन सक्छ भन्ने कुरा स्रोतले उठाएको छ। अनि अर्को महत्त्वपूर्ण कुरा भनेको प्रेमका विभिन्न चरणहरू। त्यसले त मान्छेको जीवनयात्रा नै देखाउँछ क्यारे। हो, ती चरणहरूको कुरा गरौँ न अलिकति। सामग्रीमा खास गरी 3टा चरण छन् है। पहिलो त्यो बाल्यकालको प्रेम। बाल्यकालको स्रोतले निर्दोष आकर्षण अनि मिठो सम्झना भनेको छ त्यसलाई। प्राय त्यस्तै त हुन्छ नि। हो नि। अनि दोस्रो किशोरकालको, अलि फरक हैन, आवेग बढी हुने। आवेग, उत्सुकता, कहिलेकाहीँ अलि अस्थिर पनि। स्रोतले त यसलाई आत्मपहिचानको खोजसँग जोडिएको भावनात्मक उथलपुथल नै भन्नेको छ। अलि नाटकीय सुनिएला, तर कुरा त्यही हो। त्यो उमेर नै त्यस्तै। अनि तेस्रो चरण नि प्रौढ प्रेम। हो, प्रौढ प्रेम। यो चाहिँ अलि परिपक्व, स्थिर अनि समझदारीपूर्ण हुन्छ भनेर स्रोतको विश्लेषण छ। यसलाई त दुई आत्माबीचको मौन सम्झौता र आपसी समर्पण जस्तो गहिरो कुरा भनेको छ। वाउ, मौन सम्झौता, कस्तो गहिरो शब्द। तर हेर्नुस्, यी चरणहरू खालि समयको रेखा मात्र होइनन् नि। यिनीहरूले हामीलाई जीवनका महत्त्वपूर्ण पाठ सिकाउँछन् भनेर स्रोतले भन्छ। कस्ता पाठहरू? केही उदाहरण छन् कि सामग्रीमा? छन् नि। जस्तो विश्वास गर्न सिक्ने, धैर्य राख्न सिक्ने, अनि कहिलेकाहीँ सम्बन्ध टुट्दाको पीडालाई पनि कसरी पचाउने भन्ने कुरा। त्यो त गाह्रो पाठ भयो। गाह्रो त गाह्रो, तर एउटा रोचक कुरा के छ भने स्रोतले अधुरो प्रेमलाई नकारात्मक मात्रै देखेको छैन। ए हो र? कसरी? त्यसलाई आत्मखोज र व्यक्तिगत विकासको अप्रत्याशित अवसरको रूपमा पनि हेरेको छ। मतलब त्यो अनुभवले, चाहे त्यो राम्रो होस् वा नराम्रो, मान्छेलाई बदल्न सक्छ रे, दृष्टिकोण बदल्न सक्छ। यो त साँच्चै विचार गर्ने कुरा पो हो त। प्रेमले खुसी मात्र दिँदैन, यसले त मान्छेलाई भित्रैदेखि बदल्ने शक्ति पनि राख्छ, स्रोतको भनाइअनुसार। एकदम, रूपान्तरणकारी शक्ति नै भनौँ न। अघि तपाईँले भन्नुभएको त्यो मौन प्रेम वा शब्दविहीन अभिव्यक्तिको कुरा थियो नि, त्यसमा अलिकति थपौँ न। स्रोतले कसरी व्याख्या गर्छ त्यसलाई? स्रोतले के भन्छ भने प्रेम व्यक्त गर्न सधैँ शब्द नै चाहिन्छ भन्ने छैन। कहिलेकाहीँ एकअर्काप्रति देखाइने सम्मान, हेरचाह, सानोतिनो त्याग या सँगै चुपचाप बस्दा पनि प्रेम झल्किन्छ। मतलब कार्यहरूले बोल्छन्। हो, कार्यहरूले। अनि त्योभन्दा पनि गहिरो कुरा आत्मा बीचको संवाद, जहाँ भावना बुझ्न शब्द चाहिँदैन, एउटा भित्री समझदारीले काम गर्छ। यो चाहिँ विशेष गरी प्रौढ प्रेममा बढी देखिन्छ भन्ने सङ्केत छ स्रोतमा। ए बुझे। भनेपछि समग्रमा हेर्दा यी सामग्रीहरूले प्रेमलाई एउटा सिधा रेखामा हिँड्ने भावना होइन कि जीवनभर चलिरहने, बदलिरहने बहुआयामिक यात्रा जस्तो देखाएका छन्। हो त। बाल्यकालको त्यो निर्दोष आकर्षणदेखि किशोरकालको उत्तलपुथल हुँदै प्रौढ अवस्थाको त्यो गहिरो समझदारीसम्म, हरेक चरणको आफ्नै स्वाद, आफ्नै पाठ। प्रेमले जीवनलाई अर्थ त दिन्छ, तर त्यो बाटो सधैँ सजिलो नहुन सक्छ। कहिलेकाहीँ मौनतामै गहिरो अर्थ लुकेको हुन्छ। एक्ज्याक्टली सही भन्नुभयो। र अन्त्यमा एउटा प्रश्न छोडौँ न त सोच्नलाई। यदि प्रेम साँच्चै आत्मा बीचको सम्बन्ध हो र यो प्राय मौनतामा प्रकट हुन्छ भने कतै हामीले सम्बन्धहरूमा शब्दहरूलाई चाहिने भन्दा बढी महत्त्व दिएर त्यो गहिरो शब्दविहीन संवादलाई ओझेलमा त पारिरहेका छैनौँ? गहिरो प्रश्न। यो मौनताको शक्तिबारे सोच्नुपर्ने नै देखियो।